भिडियो चाहिँ अस्ति शुक्रबार र शनिबारको हो। मलाई चाहिँ यो छुट्टी भएको बेलामा एकदम आमाबाट गइरहनु पर्छ। आमा यहीँ ठिमीमा भाइसँग हुनुहुन्छ। अनि बेला बेला आमालाई भेट्न जान्छु। मेरो आमा चाहिँ 83 वर्षको आमा हुनुहुन्छ। उहाँ चाहिँ एकदम हेल्दी वेल्दी हुनुहुन्छ। अनि हामी सबैजना प्रायः जसो भेट्न गइरहन्छौँ। अनि शुक्रबार बेलुका म स्कुलबाट आएर आमाबाटमा गएँ। अनि आमासँग एकछिन गफ गरिसकेपछि अनि बुहारीले भनिन् यसो टाउको मसाज गरिदिन्छु नि, हेयर मसाज गरिदिन्छु दिजु भनिन्। अनि कपालमा तेल लगाएर मसाज गरेर अनि एकछिन बसेपछि भाइ पनि आइपुग्यो। भाइले टन्न 2 केजी जति केएफसी लिएर आएछ। अनि बेलुकाको लागि आमाले मुन्टा साग त्यो फर्सीको मुन्टा र झ्याख्ला खाने भनेर बनाउनु भएको थियो। तर भाइले केएफसी टन्न ल्याएको भएर त्यो दिन भाइ म बुहारीले मजाले केएफसी खायौँ। अनि हामीले खाना खाएनौँ, आमाले चाहिँ खाना खानुभयो। अनि त्यो दिन त्यो साँझ पनि एकदम रमाइलो भयो। अनि त्यत्तिकै अब भोलि बिहान हामी सबैजना त्यहाँ बिरामी हुनुहुन्छ हाम्रो सानीमा, त्यहाँनिर जाने है भन्ने कुरा भयो। अनि सल्लाह बमोजिम अनि भोलि बिहान पनि भयो। भोलि बिहान दाइ पनि आउने कुरा भयो। अनि दाइलाई चाहिँ यता दिदीले नै खाना बनाउनु भएको रहेछ। दाइ भाउजू भाइ आउनु भएको थियो। अनि बिहान भाइले चाहिँ पिज्जा खाने भनेर सबै सामानहरू पनि रहेछ। अनि पिज्जा बनाउन थाले भाइ र बुहारी। अनि मजाले पिज्जा खाइयो। भाइ बुहारी म गएर पिज्जा खायौँ। अनि खाँदा खाँदै दाइ भाउजू पनि आइपुग्नु भयो। अनि दाइ भाउजू भाइले पनि पिज्जा खाए।